शारदीय नवरात्र का 3 दिन सप्तमी, अष्टमी, महानवमी जो विशेष दिन हो देवी को कृपा प्राप्त गर्नको लागि। यस वर्ष 2082 सालको असोज महीनाको 13 गते सोमबार सप्तमी हो, फूलपाती भित्राउँदैछौं। अनि अष्टमी 14 गते, 15 गते महानवमी र 16 गते विजयादशमीको टीका ग्रहण गर्दैछौं। दर्शकबिन्दहरू, नवरात्र प्रारम्भ घटस्थापनाका दिनदेखि हुन्छ भने विशेष गरेर दशैंको चहलपहल हाम्रो सप्तमीका दिनदेखि हुने गर्दछ। छुट्टीहरू पनि हुन्छन्, बिदाहरू पनि हुन्छन्। अब हामी जाउँ बडा दशैंको 7औं दिनलाई सप्तमी फूलपाती भित्र्याउने भनिन्छ। यस दिन नवपत्रिका भित्र्याएर देवीको पूजा गरेर सरस्वतीलाई पनि आह्वान गरिन्छ विद्या ज्ञान भक्तिको लागि। अनि अष्टमी नवमीको बारेमा पनि के गर्ने हामी कुराकानी गर्छौं। सर्वप्रथम सप्तमीका दिन देवीको जुन आराधना गरेको हुन्छ दशैं घर अथवा पूजा कोठामा, हामीले देवीको आराधना गरेको ठाउँमा दशैंको शुभ साहित्यको प्रतीकात्मकको रूपमा र देवीकै प्रतीकात्मकको रूपमा, देवीकै स्वरूपमा हामीले नवपत्रिका वनस्पतिहरूलाई भित्राउँदैछौं। ती के हुन्? सर्वप्रथम पाएसम्म 9 वटै, नभए पनि एउटा दुईटा जति भए पनि यही हो देवीको आमाको प्रतीक भनेर गाउँ शहर देश विदेश हाम्रा शहर बजारहरूमा बासा सबै कुराहरू पाइँदैन, एउटै मात्रै पाइयो भने पनि हुन्छ। के पर्छन् भन्दा एउटा उखुको बोट, हलेदोको बोट, केराको बोट, धानको बाला, बेलको हाँगा अनि धानको गाबा, यस्तै गरेर अनार, दारिम,